कोपनडोलको कान देवटाको रहस्य के यो साँच्चै कानको देवटा हो? पाटनको कोपनडोलमा रहेको न्यापस्या ढ्यो अर्थात् कान दुखाइका देवतालाई धेरैले चिन्छन्। आज पनि कान दुख्यो कि यहाँ पूजा गर्ने परम्परा जीवितै छ। तर के तपाईँलाई थाहा छ यो देवताको पछाडि एउटा अत्यन्तै रोचक मल्लकालीन किम्वदन्ती लुकेको छ? भनिन्छ त्यसबेला काठमाडौँका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्ल बीच सूचनाको प्रतिस्पर्धा चल्थ्यो। प्रताप मल्ल पाटन दरबारमा के भइरहेको छ भन्ने सबै कुरा थाहा पाउन चाहन्थे। उनले प्रसिद्ध तान्त्रिक गुबाजु जाम्न गुबाजुसँग उपास गरे। गुबाजुले एउटा सुन्दर चित्रभित्र एउटा तान्त्रिक यन्त्र राख्न लगाएपछि श्रीनिवास मल्ललाई पाउन बोलाएर त्यही चित्र उपहार दिए। श्रीनिवास मल्लले चित्र मन पराएर आफ्नै कार्यकक्षमा चुन्ड्याए। त्यसको भोलिपल्ट जाम्र गुबाजले बागमती किनार आजको कोपनडोलमा अर्को तान्त्रिक यन्त्र स्थापना गरे। त्यसपछि पाटन दरबारमा हुने हरेक गोप्य कुराकानी अदृश्य शक्तिबाट काठमाडौँको दरबारमा पुग्न थाल्यो। केही समयपछि श्रीनिवास मल्ललाई आफ्नो गोप्य कुरा कसरी बाहिर पुगिरहेछ भन्ने शङ्का लाग्यो। उनले आफ्ना गुरु तथा तान्त्रिक गुरु विश्वनाथ उपाध्यायसँग सल्लाह गरे। तान्त्रिक दृष्टिले हेर्दा गुरुले सम्पूर्ण रहस्य पत्ता लगाए। उनी सिधै कोपनडोल पुगेर त्यहाँ रहेको यन्त्रको दिशा काठमाडौँतर्फबाट फर्काएर पाटनतर्फ फर्काइदिए। अब अवस्था उल्टियो। काठमाडौँ दरबारका सबै कुरा पाटन पुग्न थाले, तर पाटनको कुनै खबर काठमाडौँ पुग्न छाड्यो। यो देखेर प्रताप मल्ल अचम्ममा परे। जाम्न गुबाजले तुरन्तै कोपनडोल पुगेर त्यो तान्त्रिक यन्त्र निकालेर बागमती नदीमा बगाइदिए। त्यसपछि त्यहाँ एउटा सानो देवस्थल मात्रै बाँकी रह्यो। समय बित्दै जाँदा त्यस स्थानको वास्तविक रहस्य बिर्सियो। जनविश्वास पनि बढ्दै गयो र मानिसहरूले त्यसलाई न्यापस्या ढ्यो अर्थात् कान दुखैका देवताका रूपमा पूजा गर्न थाले। यही परम्परा आजसम्म पनि जीवितै छ। यो घटना वास्तविक इतिहास हो वा केवल किम्वदन्ती, यसको ठोस प्रमाण छैन। तर पाटनमा पुस्तौँदेखि सुनिँदै आएको यो कथा हिजो आज पाटनमा त्यतिको सुन्नमा आउँदैन। के यसबारे तपाईँलाई अरू कुनै किम्वदन्ती थाहा छ?